साथीहरु वेलकम ब्याक टु पुनम युट्युब च्यानल। तपाईहरुले धेरै पछि मेरो ब्लगमा स्वागत छ साथीहरु। मैले चाहिँ ब्लग बनाउँदिन भन्थे तर यादगार होस् भनेर चाहिँ मैले आज भिडियो क्याप्चर गर्दैछु साथीहरु। म चाहिँ आज चाहिँ जुन 14 मा बसेर कुरा गर्नु पर्यो। जुन 14 मा चाहिँ म ब्लग स्टार्ट गर्दैछु साथीहरु। मेरो ब्लग बनाउनुको कारण चाहिँ मैले धेरै भयो ब्लग नि बनाएको छैन, सो आज बनाउँछु अनि थोरै कुराहरु क्याप्चर गर्छु भनेर चाहिँ मैले बनाउँदै छु साथीहरु। अहिले चाहिँ रातिको कति 10 बजिसक्यो हैन। भोलि चाहिँ मेरो बर्थडे हो साथीहरु। सो मेरो बर्थडेको लागि चाहिँ म र मेरो बुढा प्रिपेयर गर्दै छौं। अनि मैले चाहिँ त्यस्तो ठुलो चाहिँ गर्दिन भनेको, तर साथीहरु मेरो कामको साथी अनि यता मेरो डान्स ग्रुप साथीहरु अनि अलिअलि यताउति दिदीहरुले बोलाउँदै अब मान्छे त अब त्यसरी नै अब बोलाएको चाहिँ मैले थुप्रै नै हो, तर कति हुन्छ थाहा छैन है। मैले हिसाब गर्दा चाहिँ 23, 25, 30 जना त्यस्तै हुन्छ जस्तो बोलाएकोमा, तर सबैजना अब कोही काम व्यस्तताले गर्दा अब युकेमा त्यस्तै हो साथीहरु। सो सबैजना आउन पाउनु हुँदैन, सो त्यही भएर 20 जना जति हुन्छौं कि भनेछु, तर हेरौं 20-25 जना अब को हुनुहुन्छ थाहा छैन। र अहिले चाहिँ मैले सबै कुराहरु रेडी बनाउँदैछु साथीहरु। अचार बनाइसके, मैले अचार बनाएर फ्रिजमा राखिसके। आलु उसिने भोलि बिहान अचार बनाउन छिटो हुन्छ भनेर, किनभने मेरो नाइट ड्युटी हो अनि मेरो चाहिँ कामबाट मेरो साथीहरु कामको साथीहरु चाहिँ बिहानै आउनुहुन्छ काम सकेर, अनि खाएर उहाँहरु फेरि सुत्नुहुन्छ अनि बेला राति काममा जानुहुन्छ। त्यही भएर त्यस्तो हिसाबले बनाउनु, त्यस्तो उसको त्यो अनुसार बनाउनु पर्यो नि त, कसो भन्न नआएको। त्यही भएर चाहिँ त्यसरी म्यानेज गर्नुपर्ने हुन्छ। अब युकेको काम पनि हेर्नु पर्यो साथीहरु। बहिनी र हामीले चाहिँ यो प्रिपेयर गरेको कि यता यो वाला टाकेको हैन, यस्तो हाँस्ला र मलाई लाज लागिरहेछ। अनि त्यही हो, म तपाईहरुलाई देखाउँछु ल के हुँदैछ भनेर। यता चाहिँ मेरो बुढा चाहिँ हेम एडिट गर्दै हुनुहुन्छ। त्यस्तै यता चाहिँ यो पुलाउको लागि भोलि रेडी बनाएको चामल। अनि के भन्ने, अनि यो चाहिँ चिकन हो के भन्ने रे, ओ माय गॉड। यो चाहिँ चिकन हो, यो चाहिँ फ्रोजनै छ, यसलाई चाहिँ भोलि गर्नु पर्ला। अनि यो तपाईहरुले देखिहाल्नु भयो बर्थडे पाइछ बर्थडेको लागि हैन, मेरो बुढाको साथीहरु। अनि बुढाले साथीहरु भन्नाले नि अब दाइहरु आउनु भयो भने खानुहुन्छ। अब हामीले नि अलि लाइन्छ। यो चाहिँ हो प्लेट खाने अनि फ्याक्ने। यो चाहिँ बच्चाहरुको लागि ल्याइदिएको हैन, अब दिदीहरुको बच्चाहरु हुनुहुन्छ नि त। त्यही हो। यहाँनिर चाहिँ कोक छ अनि रक्सी चाहिँ म तपाईहरुलाई देखाउँछु ल। यहाँ छ है, त्यस्तै देखाउनु हुन्न होला युट्युबमा त। अब यहाँ छ। अब त्यसपछि यता चाहिँ यस्तो छ कार्यक्रम। पेस्ट हाल्छ एकछिनै बुढा। खोइ बाबु भन, त्यो तिमीले निचार न, लेमन त तिमीले निचार न बुढा। अनि यो चाहिँ मासु चाहिँ मैले यहाँ फ्राई गर्दैछु। यसलाई चाहिँ फ्राई गरेर राख्ने, अनि भोलि चाहिँ नुनसुन हालेर ग्रेभी बनाएर चट्टले एकैछिनमा हुन्छ नि त। सो त्यसलाई मध्यनजर टाइमलाई म्यानेज गर्दै यस्तो गरेको मैले चाहिँ। यहाँ चाहिँ यो फ्राई हुँदैछ। नोनमा स्टोर होइन, यो चाहिँ योहरू हो पापडहरू। अनि त्यसपछि यहाँ चाहिँ रोटी छ है, सेल रोटी यस्तै राखेको छु मैले। सेल रोटी चाहिँ यो सेल रोटी साथीहरु यस्तै राखेको छु। यो चाहिँ मेरो स्टोरमा राखेको कि, यहाँ किचनको स्टोर यस्तो छ। इग्नोर गाइज। बुढा कस्तो फिल भइरहेछ त बुढीको बर्थडेमा? कस्तो फिल भइरहेछ? बुढीको लागि यस्तो प्रिपरेसन गर्दैछौ के, जस्तो के रमाइलो नरमाइलो के लागेछ? दुःख लागेछ कि खुसी लागेछ कि? मेरो बुढाको भुँडी लागेर हैरान छ क्या। यस्तो मिठो मिठो खुलाउँछु मैले अनि है। कति छिटो गरेर भागेको।
साथीहरू यही हो। अब चाहिँ म भोलि देखाउँछु तपाईँहरूलाई है, भोलि के हुन्छ भोलि हेर्नु होला। यस्तो भइसकेको छ, 2चोटि बजार गइसक्यो साथीहरू हामीहरू। बिहान एकछिन घर गयो, रेस्ट गऱ्यो, फेरि बजार गयो, फेरि यहाँ घरमा आएर ताम चाहिँ मैको कसै जस्तै भयो मलाई त। बाई बाई, गुड मर्निङ साथीहरू। हिजोको भ्लग चाहिँ कन्टिन्यू गर्दैछु म। अनि एकदम रस भयो साथीहरू, म 6 बजे उठेको न, एकदम रस भयो, काम पनि बिगारेँ मैले है, मासु चाहिँ एकदम बिगारिदिएँ। लगभग हाम्रो खानाहरू पाकिसक्यो। अब म तपाईँहरूलाई देखाउँछु, अहिले 10 बज्न लागेको छ, 10 बजिसक्यो होला मेबी। अनि अब चाहिँ म तपाईँहरूलाई देखाउँछु के पाक्यो भनेर। म चाहिँ दोकान गएर आएको, फेरि माइ गड देखाउँछु ल के पाक्यो। हाम्रो पुलाउ, ओ माइ गड तातो रहेछ, यो पुलाउ हो यो पनि, अनि यो पनि पुलाउ हो। यो कुकरमा चाहिँ भाँडा ठुलो भएर यसमा राम्रो पाकेछ। अनि यतापट्टि चाहिँ मेरो बुढा फेरि म्यारिनेट गर्दै हुनुहुन्छ, फेरि नेक्स्ट लट हो साथीहरू। अर्को लट चाहिँ यता छ, यति चाहिँ सोधेको होला, त्यो चाहिँ फेरि मैले लिएर आएर फेरि मिक्स गरेको, अब यसमा पनि मिक्स गर्नु छ। अनि यता चाहिँ मेरो अचार बनिसक्यो, अनि यो पनि अचार हो, यो मासु बनाएको, यो चाहिँ सलाद। यस्तो बिगारेछु नि मैले साथीहरू, यो मासु के पुरा धुजा भइगएर फेरि ल्याएर अब यसलाई मिक्स गर्ने भनेर म फेरि मासु किन्न गएको। अनि अब बुढा चाहिँ मासु बनाउँदै हुनुहुन्छ, बाहिर आगो फुकिसक्नु भएको छ हो यहाँनिर। अब चाहिँ म चाहिँ अझै मासु पकाउँदैछु, अब ससेस पनि निकाल्छु म। अनि अब म यो चनाको लागि फेरि चनाहरूको एक लट पकाउनु छ। अब चनाको लागि चाहिँ मेरो दिदीले पकाउनु भएको, अब चनाको लागि चाहिँ अब फेरि म रेडी बनाउँछु। साथीहरू यो चाहिँ मेरो सेकेन्ड लट हो, मैले ठुलो भाँडामा हिजो पकाएको थिएँ, तपाईँहरूले देखाएको थिएँ फ्राई गरेर, त्यो टुक्रा भएर फेरि यो ल्याएर मिक्स गर्न खोजेको मैले। यो चाहिँ हो चनाको लागि ग्रेभी। यस्तो 5 किलो मासु बिग्यो साथीहरू। सो यो चाहिँ अब यो पकाएर मिक्स गर्न खोजेको मैले चाहिँ, पाक्दैछ। यो चुलो चाहिँ इग्नोर गर्नु होला, यति धेरै खाना पाकिसक्यो यहाँ, त्यही भएर अहिले सट्ट पार्ने लास्टमा जति गरे मिस्रो। यता चाहिँ मेरो हस्बेन्डजी बोल्दै हुनुहुन्छ, चिकन बुढा मेरो बुढाको कुक स्टार्ट। मेरो बुढाको चाहिँ मासु पोल्ने जिम हो साथीहरू। सो मासु पोल्दै हुनुहुन्छ उहाँजी चाहिँ। मेरो गार्डनहरू के भयो, पहेँलो पहेँलो देख्छु त, के भयो, के रोग लाग्यो होला। यो चाहिँ मेरो गार्डन साथीहरू, यसरी रोपेको। के भन्नु त्यसलाई हात गरिदिने। मासु चाहिँ यस्तो बन्दैछ, यता चना यस्तो बनिँदैछ। यो हिजोको मासु चाहिँ एकदम बिग्रियो, म एकदम दुखी छु साथीहरू। हिजो फ्राई गरेर ग्रेभी गरेर हाल्नुपर्दा चाहिँ मैले फेरि हिजोकोले फेरि यसरी नै भुटेर अनि हालेँ क्या टमाटर, अनि बिग्रियो। यस्तो राम्रो हुने मासुलाई बिगारिदिएँ मैले। है मेरो पाहुना आएर खाइसक्नु भयो, मैले भ्लग बनाएको हो कि। ल हेलो गर्नु यहाँ सबैजनाले, रमी उसको पनि बर्थडे आज, धन्यवाद धन्यवाद। यता दिदी यता हेर्नु सबैजनाले, बोलाउन के कस्तो भिडियो गराएको हो कि रुखमा दिदी के भयो हजुरलाई। कला देखाउनु रे, बेबी गर्ल रे आँटी मलाई त। ल छिटो आन्टी कमिङ सुन रे क्या अझै। मेरो बुढालाई अघि नै खिचिसक्यो भाइ बिचरा, मेरो बुढालाई भ्याइ नभ्याइ छ, ऊ पसिनै चुहाएछ। मेरो बुढालाई बियर ल्याइदिउँ भन्छ है।
एकछिन वेट गर न घुमाइरहन न ह्यापी बर्थडे Rami and happy birthday to you. दुवैजनाले छुट्टै घर के ठिकै हो मार्नु हुन्न भन्छ कतिले मलाई पनि हो ह्यापी बर्थडे अब दुईजनाको ल थ्याङ्क यू दिदी छिट्टै आउँछ खाना त पछि के आउँछ थाहा पाएर के बर्थडे भनेर त मलाई थाहा जुलाई हुने हो क्या फेरि जुलाई भयो रुन पर्यो नि बर्थडे सेलिब्रेट गर्न दुईजनाको बर्थडे रमाइलो भयो धेरै धेरै धन्यवाद मलाई थाहा छैन मिठो फोटो खिच्न आउनुभयो इन्भाइट स्वीकार गरेर धेरै धेरै धन्यवाद यहाँ दुईजनाको चल्दैछ दाइ यता हेर्नु त मिथुन दाइ ए मिथुन दाइ रे राम दाइ मैले एकचोटि घुम्दै भनिदिएर होइन मिथुनले खुट्टा धोको के भर्खर जन्मे थाहा नभएको कि रिस्ता नचिनेको घाम तापेको होला नि त दाइले त्यो बस्दा हो न एकछिन यहाँ बाहिर ए आन्टी आन्टी यहाँ रिस नलाउने यो जान्छ यो जान्छ नि फेरि फर्सी रोपेको रहेछ ल ल स्टोर रहेछ कस्तो हल्लेको भाइ हल्ले हजुर होइन ऊ त नेपाली हो यता त होइन कत्रो हल्लिरहेछ ल हुन्छ आन्टी नमस्ते आन्टी लाने मुखाल्नु न मलाई जान्दैन है साथीहरू हामी चाहिँ खाएर यहाँ मैले खाएको भिडियो चाहिँ बनाएन अब यहाँ केक काट्न लागेको यहाँ मेरो जनताहरू हेलो गर आउन सबैजनाले यहाँ ह्यापी बर्थडे टु यु पुनम थ्याङ्क यू रेडी हुँदैछु थ्याङ्क यू बेबी ठ्याक्कै ल्यायो त फोन त
मुइया रानीको बर्थडे आज 1 वर्ष बुढी भई अब पनि खिचाउ न साथी हो कसैले तर कि हैप्पी बर्थडे पुनः मलाई केक काट्न लागेको यसको त बर्थडे त तिनका दिन नि सबै गीत गाऊ ह्यापी बर्थडे टु यु भन ए यति राख्नु पर्छ नि यत्रो बच्चाहरु ल प्लिज सिङ अ सङ Happy birthday to you. Happy birthday to you. Happy birthday dear Puna. Happy birthday to you. Happy birthday. Happy birthday. Dance छैन बाबु. ताली मार सबैले ह्यापी बर्थडे भन यस्तै छिटो छिटो अब यस्तै छोराछोरी पाउने ल दाइलाई जान दाइ पाइन हजुर सोध्यो यहाँ बटुकोमा हालेर खुला हुन्छ जुठो हुन्छ दाइलाई ए सियो नै पो हो बाबा दाइ जान दाइ खुलेपछि पहिला हात तिरेछलाई प्रेसरलाई अल्ला भयो दाइ उता जान्छु ल गाउनु मन गर्नु जान्छु ल ह्यापी बर्थडे भन्ने लङ गरिदिने यो भिडियो पुनम सबै ल न दाइ लाउनु अब बाबु तिमी यता मेरो भाइ के काम गरे अरूलाई यो यता राख्दि यो बाबु त यता रहेछ अच्छा मेरो बुढा हाल्नु के मम्मी दिदी आउ दिदी पनि ए उदु पनि आउ पनि दिदी कस्तो रहेछ है ए उता हटाइदिनु मेरो फोटो त्यहाँ बसेर के भन्छ ऊ चाहिँ यहाँ अलिक बिजी छ एकछिन कसोबाट खिचेको भान्जी Happy birthday to you. Happy birthday to you. हाम्रो सबैको happy birthday. कतिवटा गिफ्ट आउँछ यहाँ? Happy birthday to you. कतिवटा हो गिफ्ट? सबै पुर्दिनु न सबै पुर्दिनु. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. हेर्नु पर्यो नि त्यो आन्टी ल यहाँ कोचको ब्याग Happy birthday Puna! गिफ्ट छ मेरो डान्स ग्रुपले हामी कतिजना 7 जना छौं यो चाहिँ 6 जनाको गिफ्ट है साथीहरु Oh my god त्यस्तो गरेर क्लोज योर आई ओ ल हेर साथीहरु ताली मार आमा
कति राम्रो है कलर ओके यो जेसित नि मिल्छ यो चाहिँ लङ अर्को सर्ट है हेर त्यो पनि त आइडिया हुनु पर्यो नि त कस्टमाइज पनि रहेछ नाम रोजीले टक्क साइड ब्याग दिएछ त ब्यागै ब्याग आयो त लाउन नि कति राम्रो हुन्छ नि अल्टो गर्ने तिनवटा पाँचवटा छवटा कसरी खोल्ने हो यो त खाना कस्तो भएको छ चुमेसरी भएको छ पकाउने यहाँ मेरो जस्तो छ है घिउमा कहिले घिउ नहुँदाखेरि नपुगिकन भात धेरै नहाले मैले माइक सल खानु पाएर क्या चाहिँ नेपालको हुन्छ यो थप्ने स्मेल गुड हुन्छ उयो मायादीलाई देऊ त माग्न सकेको छैन क्या हो होइन होइन यहीँसम्म भयो खाऊ खाऊ छ घिउ तिमीले कस्तो भान्जी पाए रहेछ र नि ल पाएँ नि मैले भान्जी अब यस कुरा के अरे रगतको हुनुपर्ने छैन रे क्या यो बहिनी त हड्डीको भयो नि हटको भयो नि हुन्छ थप्नु पर्यो यार सियोन बेबी भान्जीलाई अब यतै बिहा गर्दैन भान्जीको बिहामा नाच्ने है भान्जी हेलो साथीहरू गुड मर्निङ दिस इज नेक्स्ट डे अहिले चाहिँ म भर्खरै उठेको अनि हामी चाहिँ तल झरेर अब मेरो घर यस्तो झ्यालल्ला भएछ नि साथीहरू अब चाहिँ हामी खाजा खान्छौँ अनि खाजा खाँदै भिडियो बनाउँदै गर्छु ल म साथीहरू अनि मेरो गिफ्ट चाहिँ म तपाईँलाई क्लियरसँग देखाउने छु आजको ब्लगमा एकदम थाकेको थिएँ अहिले चाहिँ सुतेर उठेको आनन्द भएछ भरे चाहिँ काम छ मेरो है नाइट सिफ्ट सो म तपाईँहरूलाई देखाउने छु मेरो के यस्तो छ हालत यस्तो राखिदिएको अनि यो चाहिँ मेरो बुढाले दिनुभएको गिफ्ट हो मैले भिडियो त गरेको थिएँ तर अब हेरौँ एड चाहिँ गर्दिनँ त्यो पनि सबै भिडियोहरू एकै ठाउँमा गिफ्टहरू एकै ठाउँमा राखेर बनाऊँ भनेर मैले लिएर आएको साथीहरू घरको हालत चाहिँ यस्तो छ मेरो यहाँनिर यस्तो छ यहाँ के भएछ अरे घर बाहिर पनि देखाउँछ है यस्तो छ हालत मासु पोलेको भुइँ सब कालो भएछ यसलाई पानी दिँदा नि भ्या छैन हौ म त के भएको भाँडाहरू धोएर यहाँ सब क्लिन गर्न छ साथीहरू मेरो काम कति धेरै छ आज यता मैला Oh my god. गाइस हामीले चाहिँ हिजो नै भाँडाहरू धोएको थियो अनि यति चाहिँ दिदीहरूले बहिनीले बिचरा बहिनीले धोएको अनि यो चाहिँ मेरो बुढाले अहिले धुँदै हुनुहुन्छ यहाँ मेरो काम चाहिँ यहाँ स्याटसुट्ट पारिन्थ्यो यता स्याप्पै स्याट्ट पारेँ यता थन्कमन्क गरेको अब यो चाहिँ अहिले म गिफ्ट देखाउँछु वान बाई वान अनि त्यसपछि थन्काउँछु भनेर यो चाहिँ हाम्रो हिजो रहेको पुलाउ थियो अब यसलाई तताउँदै खाने कार्यक्रम हुन्छ साथीहरू अनि यहाँ छ यो पोक छ पोक चाहिँ यति हो रहेको अब अनि सबै कुराहरू थन्कमन्क गर्दा म चाहिँ होबर लाउनु रहेछु म चाहिँ यति चाहिँ हामी चाहिँ विदाउट फेस वास विदाउट ब्रस गरेर पुरा खाइसक्यौँ होइन अब थन्काउँ गरेर एकचोटि नुहाइदिए गरेर फेरि सुत्नुपर्छ किनभने भरेको लागि काम जानुपर्छ सो स्याट्ट पारेर त्यही हो अहिले हामी यस्तो गर्दैछौँ साथीहरू एकदम रस भयो अब यस्तै हो रमाइलो पनि हुन्छ अनि अब अभियसली हार्ड वर्किङ त हुनै पर्यो होइन यतिको सपोर्टेड बुढा भयो भने चाहिँ बर्थडे मनाउन इजी नै हुन्छ साथीहरू घरमै होइन बाबु ए साथीहरू हेलो ह्यान्डसम हाउ आर यु आइनो मेरो बुढाले हिजो त कति किलो मासु पोलेको भन्दा त लगभग 27-28 भने 30 किलो भनिदिउँ न त्यतिको मासु पोलेको उसले त्यही भएर त्यो कुन साइड बाबु दुखेको उताको राइट साइड चाहिँ त्यो हम्काउँदा दुखेछ अरे कि बिचरा मेरो बुढाको अब काम पनि गर्नै पर्यो नगर पनि भन्न सक्दिनँ आफै टाइट भइरहेको छु
साथीहरू मेरो गिफ्ट देख्न सक्नुहुन्छ म चाहिँ यहाँ म पनि त छैन साथीहरू गिफ्ट देखाएरै थन्को मनको गर्छु भनेर कि खासमा साथीहरू मैले अस्ति बेलुका नै मलाई कस्तो अस्ति बेलुका हेरेको अस्ति बेलुका नै लिएर मैले अनबक्सिङ गरिरहेँ होइन अनबक्सिङ गरेर नै पुरा मैले बुढा 2टा बेल्ट आउँदो रहेछ हो कसले राख्दै थियो ए बेल्ट मेरो बुढाले ब्याग खोलेर राखिदिएर रहेछ मैले बेल्ट हालेर लगाएर ट्राई गरिरहेको थिएँ साथीहरू यो हो एप्पल वाच मेरो बुढाको गिफ्ट जे होस् मेरो बुढाले मलाई चाहिँ गिफ्ट राम्रो राम्रै ल्याइदिनुहुन्छ के हो चार्जरहरू यसको बेल्ट चाहिँ यस्तो छ टाउको चाहिँ यस्तो छ अलि नजिक आउनु कति टाढो टाढो यो हो मेरो बुढाको गिफ्ट साथीहरू अझ म जुन जुन अगाडि त्यति देखाउँछु ल अनि यो चाहिँ मेरो देवरको गिफ्ट भाउजूलाई वाइन यो चाहिँ मेरो देवरको गिफ्ट कस्तो राम्रो कलरको अब मैले कहिले खाएको छैन यो त्यस्तो तर यो मेरो देवरले भनेको चिसो गरेर खायो भने मिठो हुन्छ अरे यो हो मेरो देवरको गिफ्ट मेरो साथीहरू मेरो डान्स ग्रुप मैले डान्स जति पनि डान्स ग्रुपमा गर्छु नि हो मेरो साथीहरू 7 जना छौँ हामी चाहिँ यस्तो प्रोग्रामहरूमा हुन्छ नि डान्स ग्रुपमा इन्भाइट गर्नुभयो भने चाहिँ हामी चाहिँ इन्भाइट गऱ्यो भने चाहिँ हामी डान्स ग्रुप गर्छौँ साथीहरू युकेमा म आएको वर्षबाट नै डान्स गर्छु है यो दिदीहरूसँग युकेमा आएर यस्तो साथीहरू पनि पाएको छु साथीहरू र यो चाहिँ मलाई मेरो साथीहरूले दिनुभएको गिफ्ट हो कसको यो ब्याग चाहिँ यहाँ छ मैले चाहिँ अनबक्सिङ गरेको थिएँ त्यही पनि देखाउँछु यो चाहिँ मेरो दिदीहरूले दिनुभएको मेरो सबै दिदीहरू हुनुहुन्छ फेरि म सबभन्दा कान्छी हो ग्रुपमा अनि यो मेरो कोचको ब्याग हिजो नै फिट गरेको ओ माइ गॉड यो चाहिँ मैले किन्छु भनेको थिएँ तर मलाई दिदीहरूले गिफ्ट गर्नु कता गयो यसको यहाँ मेरो पुनम पनि दिएको छ कि यसरी मेरो बुढाले कोचको ब्याग ल्याइदिँदा नि मलाई यस्तै लेखेर ल्याइदिनु भएको छ कि पुनम लभ मिथुन गरेर यहाँ चाहिँ पुनम मात्रै छ साथीहरू यो चाहिँ मेरो लागि हो नि त साथीहरूले दिनुभएको यसको कार्ड हुन्छ ओ बिल सहित रहेछ कति पर्दो रहेछ है त म तपाईँहरूलाई यसको प्राइस पनि 475 को ब्याग मेरो बुढा ल्याइदिएको चाहिँ कतिको थियो बुढा कोचको 300 450 just on your mobile 450 450 यो 450 मसँग चाहिँ दुईटा कोचको ब्याग छ सेम सेम प्राइस 20 ल्याउनु गरेछ है यो चाहिँ सोल्डर पनि छ साइड पनि छ तर मलाई सोल्डर गरेर दिन मनपर्छ साथीहरू मैले किन्छु भन्ने सोचेको थिएँ तर मलाई गिफ्ट आयो हामी ग्रुपमा सेयर गर्छौँ नि त साथीहरूलाई त्यही भएर सेयर गरेर दिदीहरूले थ्याङ्क यू सो मच आन्टीहरू मलाई यो ब्याग दिदी आन्टी मेरो नन्दाहरू हुनुहुन्छ त्यहाँ होइन बुढाको बहिनीहरू सो यो ब्याग अनि त्यसपछि यो यहाँ अडिदिनु भएको छ पानी आएको मलाई एकदम मनपर्छ कि पानीको आवाज तर यो त अलि यो बिहान रातिमा अलिक राम्रो सुन्दर रहेछ यो त सुन्ने छैन यो अनि त्यसपछि प्लस सीताको मूर्ति मैले चाहिँ यो किन्छु भन्ने सोचेको थिएँ तर नेपालबाट अलिक ठुलो होला तर मलाई गिफ्ट आयो म त खुसी छु यो मेरो गिफ्ट बुढाको ब्रान्ड्सको चाहिँ जुनको ब्याग हो अनि यो चाहिँ हो रोजिना दिदीले ल्याइदिनु भएको सरी रोजी दिदीले खालि रोजिना नाम छोरीहरूको नाम पनि बिगारिदिन्छु मैले दिदीको नाम चाहिँ रोजी दिदी ल्याइदिनु मलाई अनि यो सबै यो लोसन छ यो पानीमा उठाउने बबलहरू यो सब यहाँ सेट यत्रो सेटमा थियो मैले खोलेको पनि देखायो होला देखाएको छु त्यो मात्र 1 by 1 देखाउँछु भनेर हो यस के भन्छ अरे त्यो बबल आउने के केहरू छ कि सर्फहरू सबै त्यो मोइस्चराइजर के केहरू छ कि यो दिदी ल्याइदिनु भएको मलाई कति छुट्टी यसको छुट्टी छैन अनि यसमा यो सेटमा चाहिँ यो पनि आउँदो रहेछ कि नआउँदा पुग्ने जाले अनि यो पनि हो मिथुनको मेरो बुढाको ब्रान्चको आन्टीले मलाई यस्तै दुलै बनाइदिनु भएको थियो सो थ्याङ्क यू सो मच सबैजनालाई राम्रो गिफ्टको लागि र योपालि त मलाई अब ब्याग त कति किन्नु पर्दैन होला अनि यो चाहिँ हो मेरो भाउजू चाहिँ उसले चाहिँ मैले गिफ्ट दिएको हेर है अनि तिम्रो गिफ्ट सब गिफ्ट राम्रो छ है साथीहरू कोही पनि नराम्रो छैन फेरि एउटा गिफ्ट गाई भयो कि बाबु कहाँ भन्नु हो गिफ्ट अनि त्यसपछि हाम्रो ब्रान्चको गिफ्ट ल्याएको यो चाहिँ हो हाम्रो ब्रान्चबाट हाम्रो ब्रान्चको कतिजनाले चिनाले आन्टीले इन्द्र आन्टीले रफ्लान दिदीले 5 जनाले शोभा दिदी अनि दुर्गा दिदीले गिफ्ट गर्नुभएको मलाई यो र कोही फ्लावर यहाँ छ फ्लावर अहिले म देखाउँछु त्यो फ्लावर यो गर्नुभएको गिफ्ट इज माई वाइन अब खाने त त्यस्तै हो सजाउने यो मेरो वाइन शोभा दिदीले
अनि यो चाहिँ मेरो बुढाको है फेरि दिदीले ल्याइदिनु भएको भाइलाई खुसीले त्यो हो। अनि यो फुल नि रोजी दिदीले ल्याइदिनु भएको हो। अनि यो प्लस यो पनि छ नि फेरि साथीहरूले मेरो डान्स ग्रुपले त मलाई 3टा गिफ्ट दिनुभएको छ। यो 4वटा यो ब्याग अनि के भन्छ फोटो भइहाल्छ साथीहरू अनि बोकी पनि हो। अनि यो चाहिँ मेरो माजु दिदीले ल्याइदिनु भएको हो। यो छ हाफ स्लिपर यस्तो ल्याइदिनु भएको छ साथीहरू। अनि मेरो यो वाइन पनि रोजी दिदीले ल्याइदिनु भएको हो। सो यही हो साथीहरू मेरो गिफ्ट। अनि यहाँ गिफ्ट कार्ड पनि छ मेरो साथीहरूबाट यसरी लेख्नु भएको छ है यहाँ। फ्रम फ्रेन्ड ह्याप्पी बर्थडे पुनम विस यु भेरी हेल्दी एन्ड ह्याप्पी लाइफ फ्रम निता सम्पन्न सुनिमाया माया दुर्गा रोजिना टु डियर ब्युटिफुल पुनम। के गराएको हो फ्रिज के हो यति हो छुट्यो भयो। यति नै हो मेरो गिफ्ट साथीहरू। थ्याङ्क यू सो मच सबैजनालाई यति राम्रो गिफ्ट यति धेरै यस्तो युकेको व्यस्त ठाउँमा पनि यस्तो टाइम मिलाएर आउनुभयो। जो पनि आउन पाउनु भएन नेक्स्ट टाइम चाहिँ आउनु होला भन्न चाहन्छु। यति नै हो मेरो गिफ्ट। थ्याङ्क यू साथीहरू। हामीले यो पनि निकाल्यौँ। ह्याप्पी बर्थडे भ्याइयो है बुढा। म नुहाएर आएँ भर्खर अब खाना खाने। फुल चाहिँ त्यहाँ माथि राखेको छु। अरू फुल यता छ। म यता छु म फुल चाहिँ। हामी चाहिँ अहिले खाना खाँदैछौँ। यहाँ मेरो बुढा चाहिँ बियर र भात खाएको खुर्सानी टोक्यो के भयो। एकदमै गरे पिरो छैन भन्छ। पिरो टुप्पो त पिरो छैन। च्याम चपाते भात नखाइकन खुर्सानी। फोन हराएको थियो बिर्सिएको छु। तेरो हामी चाहिँ रेडी भएर काम पनि हिँडिसक्यौँ। अनि यहाँ बस स्टपमा आएको बस एउटा फुस्किहाल्यो। त्यही भएर म चाहिँ भ्लग यहीँ इन गर्छु भनेर। सो मेरो भ्लग चाहिँ यति नै। मेरो भ्लग हेरेर के गर्ने बुढा? मेरो भ्लग हेरेर के गर्ने? हेरेर के गर्ने त? लाइक के अरे कमेन्ट सब्सक्राइब हानिदिनु होला। ल आजको भिडियो चाहिँ अस्तिबाटको मैले भिडियो खिचेको अलिअलि मात्रै राम्रोसँग खिच्न पाएन। एकदम बिजी भएँ है। त्यो मोबाइल त मेरो कहाँ थियो फोन उठाउन मेसेजको रिप्लाई गर्न पनि भ्याएको थिएन। सो त्यही भन्दै सबैजनालाई फेरि पनि नेक्स्ट भिडियोमा भेट्नका साथ आउने छु। अहिले चाहिँ हामी बस स्टपमा छौँ साथीहरू। सो बाई बाई, सी यू नेक्स्ट भिडियो। बाई बुढा। Bye. See you next vlog. Thank you so much for watching my video.